हाँ भाई हाँ, कैसे हो? मना लिया छुट्टी, पी लिया बियर, खाया सुंगूर, चिकन, हाँ राजमा, दाल, भात। भाई यही है बस, खाओ और खाओ और खाओ। यूनाइटेड के गुण गाए छ। So welcome back to the channel. This is the beautiful evening. आज आइतबार बेलुकीको 8 बजी। जा केटा हल्का वक गरेर आइज भन्दैछ बुढोले हो। बुढोको जिममा एकछिन कुदिदिन जान्छु ट्रेडमिलमा, भित्रको घटनाहरू हल्का देखाउँछु। र म चाहिँ यस्तो गर्छु यस्तो गर्छु, आजकल चाहिँ यस्तो गर्न थालेको छु। र तपाईँहरू कस्तो हुनुहुन्छ? ठिकै हुनुहुन्छ होला? ठिकै छैन भने मैले के चाहिँ गर्नु सक्छु तपाईँहरूलाई, होइन? ल देखाउँछु आज जिमभित्र। आज नुहाइधुवाइ गरेर आउँछु त्यहीँबाटै, त्यत्रो जिममा। अन्त जिम रहेछ कि बुढोको जिमभित्र नुहाउने पनि रहेछ, सावर पनि रहेछ। पसिना ससिना निकालेर आज सहरमा हल्का टावरमा बसेर नुहाएर चाहिँ आइन्छ। स्टे ट्युन। मुस्कान झुटी हे। यो ज्याकेटको काम चाहिँ हो, यसले चाहिँ विन्ड चिटरको काम गर्छ र पसिनालाई एकदमै भित्रबाट निकाल्छ। अङ्गको पसिनाहरूलाई चाहिँ बाहिर एकदमै छिटो निकाल्छ हो। जति पसिना निक्ल्यो त्यति नै तपाईँको क्यालोरी बर्न हुन्छ। जति नै क्यालोरी बर्न भयो त्यति नै तपाईँको अब के बर्न हुन्छ त्यो चाहिँ आफूलाई थाहा होला, होइन? भित्रको त म त्यति खिच्नु पाउँदिनँ होला, किन त्यस्तो राम्रो पनि होइन हो। र पनि अब चोरी छुपे अब ट्राई टु ब्रिङ। हाम्रो बाजेको जिम चाहिँ कस्तो छ तपाईँहरूलाई देखाउँछु आज म। बाजेको जिम जहाँ मेरो जिम हो जहाँ भन्छ कि त्यसको गले नेपाली जस्तो लाग्छ। गाउँले भनेको थाइल्यान्डको फिलिपिनको नेपाली हो। म चाहिँ गाउँले ओ बहिनी भनिदिन्छु, नेपालीहरू छ जस्तो देख्छ कि पुरुक्केहरू चाहिँ नेपाली हुन्छ, होइन? म त्यो सिकाइदिन्छु फरेनर्सहरूलाई चाहिँ। त्यही फरेनमा जो पनि काम गर्नुहुन्छ तपाईँहरूलाई त्यही भनेर सिकाउँछु। अब नेपालीहरू चाहिँ देखेर बोल्नु को देख्यो ओ बहिनी भनेर भन्नु कि पुरुक्केहरू हुन्छ, नेपाली नै हुन्छ। ओ बहिनी भन्दा पनि बोलेन भने चाहिँ अब तिनीहरू फिलिपिनो, होइन, चाइनिजहरू हुन्छ है, जापान भेट्दैन। त्यो एउटा सानो याकु दिमाग है। ल साथसाथमा तपाईँलाई याकु दिमाग पनि देखाउनु जाँदैछु, चिनाउनु जाँदैछु। भित्रको त साह्रै ज्यादा हुँदैन होला हो। आज मेरो हेरौँ कति हुन्छ। कुदेको गएपछि आफै उयो हुन्छ नि त, अब के भन्छ त्यो शरीर एकदमै मजाको बुर्र पसिना निक्लिन्छ कि। कुद्दै गएपछि म अलिकति मात्रै कुद्छु भनेपछि फेरि कुद्नु मन लागिहाल्छ। म रडहरू उचाल्दिनँ है, रडहरू उचालेर यत्रो जिम यत्रो गर्ने गएँ, हाम्रो बेला गयो मेरो त्यो म गर्दिनँ। त्यसको लागि प्रोटिन खानु पऱ्यो। प्रोटिन खाएर फेरि 2-4 महिना 2-4 हप्ता चाहिँ एकदम तपाईँको ब्रेक भयो भने त फेरि अत्त सुँगुरे वेट हुन्छ, सुँगुरे जस्तो जिउ हुन्छ कि। बरु फ्री ह्यान्ड हुन्छ गर्छु विदाउट प्रोटिन, होइन? त्यो रडहरू यत्रो डम्बल्सहरू वेट चाहिँ उचाल्दिनँ, त्यति चाहिँ हो। वेट कति वेट उचाल्छ भनेर हेर्छु भन्ने होला ससु दाले भाइहरूले। सरी भाइ हो, सरी बहिनी हो, दिस इज माई फर्स्ट टाइम है। उहिले नै अब गर्नु मन लागेको बेला पनि जिम गर्नु पाएको थाहा छ। आर्नोललाई पनि जित्यो होला नि अब के हो। गफ ओभरै ज्यादा भयो कि अब हाम्रो बाजेको जिम आइपुग्न आँट्यो। सो सी यु, स्टे ट्युन। बिहानीको सुनौलो यही नै संसारको रित हो साथी। रातिको झलक चाहिँ यस्तो छ हाम्रो यहाँ हो। अब म आइपुग्यो, यही हो, यही दुलोमा बस्नुपर्छ। यहाँ गएर चाहिँ यस्तो बस्छु म हो। ल देखाउँछु र पनि अब कति समय भ्याउँछ तपाईँहरूलाई देखाउँछु है। र अब साह्रै त गर्नु भएन नि त हो। भयङ्कर बडी बिल्डर जस्तै अब फोटो खिच्ने भिडियो खिच्ने त खास यिनीहरूले अक्वर्ड फिल गर्छ कि। यिनीहरूले त्यस्तो गर्दैन, हाम्रै मान्छे मात्रै हो। अगाडि बाटोमा नाच्ने, बाटोबाट फोटो खिच्ने, बाटोमा भिडियो बनाउनु पर्छ। जल्ल हो हरियो बल न हो, बल हरियो बल। हरियो त हुनु पनि त निमटन्नै त बनाइसक्यो बिजेपीले। हरियो के बल्ला र अब छैन। हरियो सक्यो है, हरियो परियो सक्यो। अब हरियो परियो सबै सुभाषवादहरू सक्यो है बिचरा। सुभाषवादको रोयल्टी मात्रै खाँदै बसिरहेछ कतिजनाले। अब के गर्नु बाजे। आसेङ सुभाष घिसिङको चाहिँ कुरा नगर। सुभाष घिसिङको चाहिँ हामी पछि चेलाहरू चाहिँ हामी हो नि फेरि
पछि एनबी प्रधानलाई सोध्दा पनि हुन्छ नत्र भने हल्का पोलिटिक्सको कुरा गर्दा पनि गरिदिएको कि तर सुभाषवाद अब होइन सुभाष घिसिङ चाहिँ को के हो भनेर भन्छ होला सुभाष घिसिङ सँगसँगै हामी चाहिँ पछाडि घुमिदिएको बुझ्यौ हामी चाहिँ सानोतिनो मान्छे होइन नि अब यो रोड क्रस गरेन भने फेरि यहाँ ब्लक हुन्छु नि त यहाँ आइपुगेँ म आइपुगेँ भित्रको सायद म पाउँछु कि पाउँदिनँ आइडोन्ट नो ए मेरो डुकाटी अस्ति लगेको अहिले यहाँ राखिदिइरहेको रहेछ साला चाबी नै त मिल्दैन नि त यहाँ त यस्तो त छ त हो ओके ठिकै छ साइड गरिदिइराख है ल अब सक्छु भित्रको झलक चाहिँ देखाउनु पाउँदिन तूने मुझे बुलाया शेरवाली मैं आया शेरवाली आज एबिकुल चाहिँ अब आज एबिकुल छ आज एबिकुल रहेछ किन पर्ने छ केटा के भन्नु हो आइपुग्यो भित्र भित्रको महल देख्नु होला यो खालके छ सर जहाँ से अच्छा हिन्दू सीता हमारा अब सन्चु दादाको टाइमिङ सुरु भयो यहाँ त टाइमिङ मिलाउनु पऱ्यो मैले ट्रेडमिल यस ट्रेडमिल हो स्टार्ट ओके हल्का वार्मिङ अप ट्रेडिङ स्टार्ट भए ट्रेडमिल साह्रै ज्यादा हुँदैन आज र पनि अब हुँदैन भन्दा पनि अब स्याहार त गर्नु पर्दैन होइन त्यति साह्रो भिड रहेछ कि भित्र कस्तो छ फेड अफ विथ स्पिङ पहिला त हल्का जब हुन्छ नर्मली 3-4 किलोमिटर त गर्छु हुन्छ आज मैले मोमो खान्छु कि मोमो पचाउँछु सो तपाईँहरू म त्यही भन्न चाहन्छु जति पनि आउने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ म जस्तै इजरायलमा पहिला दिनदेखि तपाईँहरू वर्कआउट गर्नु चाहिँ नछुट्नुहोस् होला तपाईँ चाहे दिनै जुनसुकै गेम खेलेर आउनुहोस् इजरायलको मिठो मिठो खुवाई बगाटाको झोल 8.6 को झोल र बियर चोचे डिफ्रिजको मासुले चाहिँ नि हेप्पी जिउ लाग्छ एक्सर्साइज गरेपछि ल सियु ज्यादा बोल्ने म चाहिँ स्टार्ट गर्नु थालेँ वर्कआउट सुरु भयो क्याच यु लेटर आज म ज्यादा गर्दिनँ 3 किलोमिटर मात्रै गर्ने विचार गरेँ मैले किनभने हेप्पी डाइट भएको छ दिनभरि भक्कु खुवाइ भएको छ कि आमा पुप्स कतिपल्ट पाँदै नि अब त्यस्तो फिक्स भइसकेको छ यहाँ बनाउँदै होला नि हो बिचराहरूलाई भन्ने कसले अब सोच्छु त लाउँ 2.5 भयो 2.5 किलोमिटर भयो कि म ज्यादा गर्दिनँ आज मेरो प्लानिङ ओन्ली 3 है अब आजको यो सानो भक्का चाहिँ खास त जिमको कहिले काहीँ हो के गरेर होइन त्यही भन्छु कि तर पनि अझुदा रनिङले चेन्ज गर्छ क्या रनिङ क्यान चेन्ज यो है खुसी लाग्छ अब कुदिसकेर मजा आउँछ नि हौ दुधुरु पसिना हो प्र्याक्टिस चाहिँ होइन हो मान्छेहरू धेरै होला ए आजको साह्रो ज्यादा पनि छैन साह्रो कम्ती पनि छैन तर मैले डन 3.5 किलोमिटर गरेँ आइ एम भेरी ह्याप्पी गर्नु चाहिँ मलाई धेरै थियो 27 मिनट कुद्नु भनेको सानो कुरो होइन सचिन दिस इज द फिनिसिङ है सकिस होइन ए सक्छु दादाले अब यति डरले बस्नु यहाँबाट कुरा के गर्नु होइन एयर कन्डिसन दिस इज एयर कन्डिसन है फेरि के हो स्क्रिनले भन्नु म तलै नै गएँ अब यहाँ बाजेको घरमा म अहिले जान्छु त्यसको नआएको त झरेन त गरेर जान्छु म के छ र यस
यस यस एकै रातमा सचिव यत्रो बडा मसल फुल्लेछ नि त एकै रातमा सचिवको मसल फुल्ले के भयो देख्नुभयो होला यहाँ चाहिँ हाम्रो यस्तो पनि छ है नुहाइधुवाइ भयो फ्रेस भयो अप्पर ब्याटल जितेर आएको जस्तो भइगयो नि अन्त केटा हो यति नै थियो आजको सियु भित्रको भाइब्स भित्रको भाइब्स भित्रको भाइब्स भित्रको भाइब्स हो त काइला यतिको मजा चाहिँ नि जिटिए थाहा पनि पाउँदैन कसम पछि गोइङ ब्याक ल गोइङ ब्याक ल यो चाहिँ थियो आजको हल्का वर्कआउट पसिना मजाले निकाल्यो अब नुहाइधुवाइ पनि यही भयो गएर सुत्नु मात्रै छ है सचुको इन्जेक्सन इन्तजार गर्नुहोस् अन द अदर ह्यान्ड चाहिँ यति बेला यति साह्रो क्रेभिङ हुन्छ कि अब खाने कुरो लाउने कुरो पिउने कुरो खानु मन लाग्छ हो क्रेभिङ गलाबाट पुरा यो दोकानहरू देख्दा त नि है दाहिने भए पुरै बारहरू मात्रै छ नि त ना सचिन होबेन घर चल सिधै गरिन् क्रेभिङ श्रेभिङ छोड्दै तेरो चुपचाप हिँड अब 40-45 मिनट कुदिस पसिना निकालिस 400 जस्तो क्यालोरी बगाइस होला यति बेला तँलाई फेरि क्रेभिङ बाना नबनाए भाइ नबनाए बाना नबनाए चुपचाप हिँड ओके सर राइट सर बाबा सर राइट सर ल